रविजी नेपाली राजनीतिको एउटा यस्तो चमत्कारिक पात्र हो जसले एक्लै, त्यो राजसभाका साथीहरूलाई चित्त दुख्छ होला, तर जसले एक्लै आफ्नो नाममा 11 लाख भोट ल्याए, जो जीवनमा राजनीति नै गरेको छैन तर अत्याधिक मत ल्याएर जित्यो। दोस्रो निर्वाचन त उहाँको गल्तीका कारण उपनिर्वाचन भएको नि, तर त्यसमा थप भोट ल्यायो होइन। जो एउटा व्यक्ति, तपाईँ पनि सञ्चारकर्मी, म पनि सञ्चारकर्मी, रविजी पनि सञ्चारकर्मी, एउटा सञ्चारकर्मी आत्महत्या दुरुत्साहनको मुद्दामा पक्राउ पर्दा देशभरका युवा युवती चाहिँ भरतपुरका सडकमा गएर उहाँका पक्षमा नाराबाजी गरे। त्यो तपाईँलाई हामीलाई हुँदैन होइन, तर उहाँका पक्षमा त्यति भयो। तर उहाँ जे चिजबाट जानेर या नजानेर झेलिनु भयो र जे परिणति उहाँको बन्यो, उहाँ भाग्यमानी मान्छे होइन, अभागी हो। उहाँको नियतमा म खोट देख्दिनँ। नियतिले उहाँलाई यस्तो बाटो लैजाँदैछ, उहाँलाई भाग्यमानी भन्न गाह्रो भयो। तर रवि व्यक्तिगत रूपमा चाहिँ खराब चरित्रको मानिस होइन र अरूमाथि जे व्यवहार गरिएको छ, रविमाथि गरिएको व्यवहार अलि अचाक्ली हो कि जस्तो लाग्छ मलाई। एउटै प्रकृतिको मुद्दामा अरूमाथि गरिएको व्यवहार र यत्रो, त्यसपछि रविजीपछि नै सरकारहरू बने नि, खोइ त जीवी राईलाई खोजेको, आज त मान्छेले जीवी राई भन्ने त बिर्सिन थाले। ल, रवि गृहमन्त्री हुँदा ल्याउनलाई उहाँले कोसिस गर्नु भएन, अहिलेकाले चाहिँ किन कोसिस नगरे? अहिले त ओम प्रकाश अर्याल हुनुहुन्छ, योभन्दा अगाडि पनि गृहमन्त्री हुनुहुन्थ्यो, उहाँले चाहिँ किन नगरे? त्यसै हिसाबले काहीँ न काहीँ राजनीतिक दलसँग निकट रहेकाहरूलाई, केही नामहरू नै छन् पदाधिकारीहरू, उनीहरूलाई अलि बढी लिभरेज दिएको, उहाँलाई अलि बढी कसेको हो कि जस्तो चाहिँ लाग्छ।